welcome back to my YouTube channel. आज चाहिँ म बिहानैबाट स्टार्ट गर्दैछु ब्लग हो। मेरो ओजस पनि आज छिट्टै उठ्यो र हामी दुईजना चाहिँ अब मर्निङ वक बनाउन त्यही नक्कल पारेको गर्दैछु हो। हिजो चाहिँ यहाँ मान्छेहरू आएर पुरा यहाँनिर होमस्टेमा मान्छेहरू आउनु भएको थियो नि त, त्यही भएर पुरा मैला भइरहेको थियो। बिचारा यहाँ दिदी सफा गर्नु हुँदैछ आएर हो। अन्त मेरो छोरी र म चाहिँ यहाँ हामी वक गर्दैछु है। यस्तो हालत भइरहेको छ यहाँ चाहिँ हो अहिले फिलहालमा। दिदीले सफा गर्नुहुँदैछ। हिजो त पानी परेर पो त झन् है र अहिले। र अब चाहिँ म यहाँ साफसफाइ गर्दैछु रुमको हो। अन्त नानीलाई चाहिँ बाबाले बिहानै घुमाउनु लानुहुन्छ नि त गाडीमा। अन्त त्यतिखेर चाहिँ म यो आज बेडसिटहरू पनि सबै चेन्ज गरिहालेँ हो। रुमहरू सबै सफा गर्दैछु र टाइम पाएको बेलामा त्यही हो। नानी अब लाइक दिनु भयो भने चाहिँ हेरिदिनुहुन्छ, त्यतिखेर चाहिँ म छिटो गरिहाल्छु। सबै चेन्ज गरेँ मैले हो। आज मिलाएँ रुमहरू। अब चाहिँ मेरो हस्बेन्डको बाइक स्टार्ट गर्नु जान्छु म हो। किनभने उसको बाइक स्टार्ट गरिराख्नुपर्छ नि त, यहीँ छोडेर गएको छ। र गाइस म चाहिँ यहाँ तल किचनबाट अलिकति तेल र उयो लिएर आएको, किनभने म चाहिँ अब आलु पराठा खाऊँ भनेर हो। ला धनियाँ ल्याउनै बिर्सेछु। धनियाँ मम्मीले मजाले रोपिरहेको थियो हो। यहाँ तल छ कि हेर्छु। एउटा छैन होला नि यहाँ छ। ए अलिअलि रहेछ, अलिकति नै चाहिएको मलाई त हो। यहाँ मम्मीले चाहिँ धनियाँ रोप्नु भएको छ नि त हो। त्यो अब साह्रै अलिकति रहेछ नि यहाँ त। धनियाँ रोप्नु भएको छ हो। तल झन् कस्तो मजाले यहीँ थियो, मम्मीले लिएर जानुभएछ नि त। अहिले तल पुरानै किचनमा बनाउँदैछ खाना हो, त्यही भएर होला नि। यहाँनिर चाहिँ अहिले त्यस्तो बनाएको छैन नि त। म चाहिँ यतै बनाउँदैछु किनभने नानीसँग मलाई सजिलो हुन्छ यहाँनिर। त्यही यति मात्रै पाएँ यहाँ त। तल चाहिँ मजाले धुम्बा भएर खोलिरहेको छ त्यो उयोमा। ल गाइस म यो बनाइसकेर भेटेँ है। अहिले हो आलु पराठाको लागि मुसिसकेँ। अनि यहाँनिर चाहिँ अब आलुको लागि चाहिँ मैले यहाँ मेरोमा चाहिँ खोर्सानी हालेको छु, नानीकोमा चाहिँ धनियाँ र प्याज मात्रै हालेको छु हो। पराठा बनाउनु लागि पराठा बनिँदैछ। हेर्नु कति मोटो भयो तर यहाँ एउटा फुटेर आयो। है मेरो छोरीलाई चाहिँ मैले सानो पातला बनाइदिएको थिएँ, खाँदैछ उसले बसेर। ओजस्वी कस्तो मिठो मेरो। यहाँ चाहिँ मेरो चिया र पराठा, यहाँ चाहिँ मेरो छोरीले खाँदैछ। मैले चाहिँ अहिले भर्खर खानाहरू खाइसकेर हो। मेरो छोरीले चाहिँ खेल्न आँटेको छ। छोरीले चाहिँ के खेल्न आँटेको छ अब? जोदा मैले चाहिँ यो किनिदिएको थिएँ नि त उसलाई खेल्नु। ला कुन चाहिँ सानो डग?
उसले अब चुज गरेर आज यो खै यहाँ ल क्याट क्याट तिम्रो फेभरेट म्याउ क्याट भन त क्याट भन छिटो क्याट भन के हो सानो त्यो क्याट भन न उसले चाहिँ यो अहिले खेल्न थालेको छ नि त हो हाल्दैछ आफू आज कान्छीले आफै हाल्दैछ नि फेरि बोकेर आउँछ फेरि बोकेर आउँछ फेरि उठेर आइसक्रिम खाइसक्यो उसले आधी मैले आधी कान्छीले खाएँ नि त है अब चाहिँ मेरो भयो चियाको टाइम यत्रो कपमा खाँदैछु चिया पनि हो अन्त अब मेरो कान्छीले के गर्छ हेर खाएको उसको चाहिँ फेरि आइसक्रिम भनेपछि चाहिँ नि दिँदैन मलाई देऊ न मलाई देऊ न यस्तो छ नि त आइसक्रिम भनेपछि दिँदैन उसले देऊ न